प्रधानमन्त्री रोजगार कार्यक्रम कहिले घोषणा गरिएको हो? 2075 फागुन 1 गते, 2075 फागुन 2 गते, 2075 फागुन 3 गते र 2075 फागुन 4 गते। तपाईहरुको लागि अप्सन दिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा चाहिँ विक्रम सम्वत 2075 फागुन 1 गतेबाट सुरु भएको थियो। क्वेशन नम्बर 2, नेपालमा मार्बल तल दिएका मध्ये कहाँ पाइन्छ? गोदावरी, फुलचोकी, गणेश हिमाल र बन्दीपुर अप्सनहरुमा दिएको छ। कहाँ पाइन्छ त नेपालमा मार्बल देखाएका अप्सनहरु मध्ये? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए, गोदावरीमा चाहिँ मार्बल पाइने गर्दछ। सुन्तलालाई नेपालको राष्ट्रिय फल कहिले घोषणा गरियो? 2080 माघ 30 गते, 2080 फागुन 30 गते, 2080 चैत 30 गते, 2081 वैशाख 1 गते। नेपालमा चाहिँ सुन्तलालाई नेपालको राष्ट्रिय फल कहिले घोषणा गरिएको हो त? यसको सही उत्तर रहेको छ साथीहरु अप्सन नम्बर सी, 2080 चैत 30 गते घोषणा गरिएको थियो। क्वेशन नम्बर 4, नेपालको कुन योजनादेखि दिगो विकास सम्बन्धी अवधारणालाई समावेश गरिएको हो? 5औं योजना, 9औं योजना, 8औं योजना र 6औं योजना। नेपालमा चाहिँ दिगो विकास सम्बन्धी अवधारणालाई कुन योजनाबाट चाहिँ समावेश गर्न थालिएको हो त? यसको सही उत्तर रहेको छ साथीहरु अप्सन नम्बर सी, 8औं योजनाबाट। नेपालको सबैभन्दा ठूलो ताल कुन हो भनेको छ? फेवाताल, बेगनास ताल, भरत ताल र महेन्द्र ताल। तपाईहरुको लागि अप्सन दिएको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी, महेन्द्र ताल चाहिँ नेपालको सबैभन्दा ठूलो ताल हो। रारा तालको अर्को नाम चाहिँ महेन्द्र ताल हो साथीहरु, नझुक्किनु होला। यो ताल चाहिँ मुगु जिल्लामा अवस्थित रहेको छ। क्वेशन नम्बर 6, नेपालको संविधान अनुसार सरकारी कामकाजको भाषा सम्बन्धमा भएको व्यवस्था कुन सही रहेको छ? देवनागरी लिपिमा लेखिने नेपाली भाषा मात्र, देवनागरी लिपिमा लेखिने नेपाली भाषा र अंग्रेजी भाषा, नेपालमा बोलिने सबै मातृभाषाहरू, देवनागरी लिपिमा लेखिने नेपाली भाषा र प्रदेश कानुन बमोजिम तोकिएको भाषाहरू भनेको छ। यसको सही उत्तर के हुन्छ त साथीहरु? नेपालको संविधान अनुसार सरकारी कामकाजको भाषा सम्बन्धमा भएको सही व्यवस्था चाहिँ अप्सन नम्बर डी रहेको छ। देवनागरी लिपिमा लेखिने नेपाली भाषा र प्रदेश कानुन बमोजिम तोकिएको भाषाहरू नै सरकारी कामकाजको भाषा हुने व्यवस्था गरिएको छ नेपालको संविधानमा। दुर्लभ वन्यजन्तु हाब्रे रेड पाण्डाको प्रजनन केन्द्र नेपालको कुन गाउँपालिकामा स्थापना गरिएको छ? इलामको सन्दकपुर, बागलुङको काठेखोला, मनाङको चामे र ताप्लेजुङको सिरिजोङ्गा भनेको छ। यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर ए, इलामको सन्दकपुरमा स्थापना गरिएको छ। लम्बाइको आधारभूत एकाइ फन्डामेन्टल युनिट कुन हो भनेको छ? किलोमिटर, मिटर, सेन्टिमिटर र इन्च। कुन हो त लम्बाइको आधारभूत एकाइ? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर बी, मिटर चाहिँ लम्बाइको आधारभूत एकाइ रहेको छ। क्वेशन नम्बर 9, मल्लकालीन समयमा जिम्मुवाल भन्नाले कुन पदलाई चिनिन्थ्यो? सिक्का छाप्ने, प्रशासकीय कर्मचारी, शान्ति सुरक्षा गर्ने र अनुसन्धान अधिकृत भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी, प्रशासकीय कर्मचारीलाई चिनाउँदथ्यो जिम्मुवाल शब्दले। नेपालमा स्थानीय तहको संख्या कति रहेको छ? 550, 653, 753 र 761। एकदमै सजिलो प्रश्न रहेको छ। नेपालमा स्थानीय तहको संख्या चाहिँ 753 वटा रहेका छन्। क्वेशन नम्बर 11, नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि विजय कहिले प्राप्त गरेका थिए? विक्रम सम्वत 1822 चैत 3 गते, 1825 असोज 24 गते, 1825 असोज 13 गते र 1826 मङ्सिर 1 गते भनेको छ। नेपाल एकीकरणको क्रममा चाहिँ पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि विक्रम सम्वत 1822 चैत 3 गते
विजय प्राप्त गरेका थिए। गाउँपालिका मात्र भएको जिल्लाहरूमध्ये नमिल्दो विकल्प कुन हो भनेको छ मुस्ताङ, रसुवा, डोल्पा र मनाङ। कुन चाहिँ मिल्दैन त साथीहरू? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर सी, डोल्पा चाहिँ मिल्दैन। यहाँ चाहिँ नगरपालिका पनि रहेका छन्, त्यही भएर। क्वेसन नम्बर 13, कुन नदीको पौराणिक नाम हेमगङ्गा हो? कर्णाली, लिखु, मर्स्याङ्दी र अरुण भनेको छ। हेमगङ्गा चाहिँ कुन नदीको पौराणिक नाम हो त साथीहरू? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर बी, लिखु नदीको पौराणिक नाम रहेको छ हेमगङ्गा। क्वेसन नम्बर 14, सार्कको कार्यकारी अङ्ग तलका मध्ये कुन हो? सचिवालय, शिखर सम्मेलन, स्थायी समिति र मन्त्री परिषद। कुन हो त? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर डी, मन्त्री परिषद चाहिँ सार्कको कार्यकारी अङ्ग अन्तर्गत पर्दछ। कमान्डरी किताबखानाको स्थापना कसले गरेका थिए? वीर शमशेर, जङ्गबहादुर राणा, चन्द्र शमशेर र जुद्ध शमशेर भनेको छ। कमान्डरी किताबखानाको स्थापना चाहिँ जङ्गबहादुर राणाले गरेका थिए। क्वेसन नम्बर 16, नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो? विक्रमसम्वत 1901, विक्रमसम्वत 1902, 1903 र 1904 भनेको छ। नेपालको इतिहासमा भण्डारखाल पर्व विक्रमसम्वत 1903 कार्तिक 12 गते भएको थियो। त्यस्तै साथीहरू नेपालको इतिहासमा कोत पर्व कहिले घटेको थियो? यसको सही उत्तर तपाईहरुलाई आउँछ भने तल कमेन्ट गर्नुहोला। क्वेसन नम्बर 17, टङ्गाल दरबारको निर्माण कसले गरेका थिए? चन्द्र शमशेर, वीर शमशेर, भीम शमशेर र भीमसेन थापा अप्सनहरुमा दिएको छ। टङ्गाल दरबारको निर्माण चाहिँ कसले गरेका हुन् त साथीहरू? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर सी, भीम शमशेरले गरेका थिए। ब्ल्याक गोल्ड तलका मध्ये केसँग सम्बन्धित रहेको छ भनेको छ यार्सा गुम्बा, अलैँची, कफी र चिया। तपाईहरुको लागि अप्सन दिएको छ। ब्ल्याक गोल्ड भनेर चाहिँ केलाई चिनिन्छ त साथीहरू? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर बी, अलैँचीलाई चाहिँ ब्ल्याक गोल्ड भनेर भनिन्छ। त्यसैगरी यार्सा गुम्बालाई लिभिङ गोल्ड र चियालाई चाहिँ ग्रीन गोल्ड भनेर भनिन्छ, यो पनि सम्झिनु होला। एन एजेन्डा फर पिसको अवधारणा ल्याउने युएनओको महासचिव तलका मध्ये को हुन्? बुत्रोस बुत्रोस घाली, कोफी अन्नान, वान की मुन र एन्टोनियो गुटरेस। तपाईहरुको लागि अप्सन दिएको छ। एन एजेन्डा फर पिसको अवधारणा ल्याउने युएनओको महासचिव चाहिँ बुत्रोस बुत्रोस घाली रहेका छन्। नेपालको पहिलो दैनिक पत्रिका कुन हो? सुधासागर, गोरखापत्र, आवाज र भारत जीवन अप्सनहरुमा दिएको छ। नेपालको पहिलो दैनिक पत्रिका चाहिँ आवाज रहेको छ। विदेश गएर सिप सिकेर आउनुपर्छ भन्ने राजा को हुन्? लक्ष्मी नरसिंह मल्ल, महेन्द्र मल्ल, प्रताप मल्ल, जयप्रकाश मल्ल। विदेश गएर सिप सिकेर आउनुपर्छ भन्ने राजा को हुन् त साथीहरू? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर ए, लक्ष्मी नरसिंह मल्ल। क्वेसन नम्बर 22, युरोप महादेशको सबैभन्दा लामो र ठुलो नदी कुन हो? भोल्गा नदी, डेन्युब नदी, राइन नदी र कुनै पनि होइन भनेको छ। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर ए, भोल्गा नदी चाहिँ युरोप महादेशको सबैभन्दा लामो र ठुलो नदी रहेको छ। क्वेसन नम्बर 23, स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार पहाडी प्रदेशमा कतिवटा जिल्ला रहेका छन्? 40 वटा, 30 वटा, 25 वटा र 29 वटा। कतिवटा रहेका छन् त साथीहरू? एकदमै सजिलो प्रश्न रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार पहाडी प्रदेशमा 29 वटा जिल्लाहरू रहेका छन्। विश्व संरक्षण सङ्घ IUCN को स्थापना कहिले भएको हो? सन् 1948, सन् 1950, सन् 1952 र सन् 1961 भनेको छ। IUCN अर्थात् विश्व संरक्षण सङ्घको स्थापना चाहिँ सन् 1948 मा भएको थियो। प्रतिनिधि सभा सदस्यका लागि 3 वटा निर्वाचन क्षेत्र भएको जिल्ला तलका मध्ये कुन होइन? बारा, झापा,
रूपन्देही र हुम्ला। 3वटा निर्वाचन क्षेत्र भएको जिल्ला अन्तर्गत कुन पर्दैन त देखाएका अप्सनहरूमध्ये? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर ए। बारामा चाहिँ 3वटा निर्वाचन क्षेत्र रहेका छैनन्। किमाथाङका नाका कुन जिल्लामा पर्दछ? दार्चुला, ताप्लेजुङ, सङ्खुवासभा र कैलाली। किमाथाङका नाका चाहिँ कुन जिल्लामा पर्दछ त? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर सी, सङ्खुवासभा जिल्लामा पर्दछ। नेपालमा सर्वप्रथम कुन राजाको पालामा नेपाल सरकार लेखिएको थियो? श्री 5 पृथ्वी वीर विक्रम, श्री 5 सुरेन्द्र, श्री 5 त्रिभुवन र श्री 5 ज्ञानेन्द्र। कसको पालामा लेखिएको थियो त नेपालमा सर्वप्रथम नेपाल सरकार? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर बी, श्री 5 सुरेन्द्रको पालामा लेखिएको थियो। मकवानपुरका अन्तिम सेनवंशी राजा को थिए? दिग्बन्धन सेन, पृथ्वीपाल सेन, रुद्रसेन, माथिका कुनै पनि होइन। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए, दिग्बन्धन सेन। तेह्रथुम जिल्लालाई कहिले ढाकाको राजधानी घोषणा गरिएको हो? 2079 असार 4 गते, 2079 असार 14, 2079 असार 20 र 2079 असार 24 भनेको छ। तेह्रथुम जिल्लालाई चाहिँ कहिले ढाकाको राजधानी घोषणा गरिएको हो त? यसको सही उत्तर रहेको छ साथीहरू अप्सन नम्बर सी, विक्रम सम्वत 2079 असार 20 गते घोषणा गरिएको थियो। क्वेसन नम्बर 30, तलको कुन गलत रहेको छ? अप्सन नम्बर एमा दिएको छ पञ्चकन्या, अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरी भनेको छ। त्यसै गरी अप्सन नम्बर बीमा दिएको छ पञ्चतत्त्व। यस अन्तर्गत चाहिँ पानी, वायु, तेज, आकाश र पृथ्वी दिएको छ। त्यसै गरी सीमा भनेको छ पञ्चरत्न। यसमा चाहिँ सुन, चाँदी, तामा, मोती र हिरा दिएको छ। त्यसै गरी डीमा दिएको छ पञ्चामृत, गाईको दुध, दही, घिउ, मह र सक्खर भनेको छ। देखाएका अप्सनहरूमध्ये कुन चाहिँ गलत रहेको छ त साथीहरू? यसको करेक्ट आन्सर हुन्छ अप्सन नम्बर सी, पञ्चरत्नमा चाहिँ सुन, चाँदी, तामा, हिरा, मोती यो चाहिँ तपाईको गलत अप्सन रहेको छ। झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ? द्रविड, झाँगड, भारोफेली र भोट बर्मेली भनेको छ। झाँगड भाषा चाहिँ कुन भाषा परिवार अन्तर्गत पर्दछ त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए, द्रविड भाषा परिवार अन्तर्गत पर्दछ। नेपालमा सर्वप्रथम टेलिफोन सेवाको सुरुवात कहिले भएको हो? विक्रम सम्वत 1975, 1974, 1970 र 1980। कहिले भएको थियो त नेपालमा टेलिफोन सेवाको सुरुवात सर्वप्रथम? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर सी, विक्रम सम्वत 1970 मा भएको थियो। चराको संसार भनेर कुनलाई जनाउँदछ? अरुण उपत्यका, कोशी टप्पु वन्यजन्तु आरक्ष, शिवपुरी राष्ट्रिय निकुञ्ज, माथिका कुनै पनि होइन। चराको संसार भनेर चाहिँ कोशी टप्पु वन्यजन्तु आरक्षलाई चिनिन्छ। क्वेसन नम्बर 34, आइएलओले कहिले नोबेल शान्ति पुरस्कार प्राप्त गरेको थियो? सन् 1960, सन् 1969, सन् 1961 र सन् 1981। तपाईहरूको लागि अप्सनहरू दिएको छ। आइएलओ इन्टरनेसनल लेबर अर्गनाइजेसन अथवा अन्तर्राष्ट्रिय श्रम सङ्गठन भनेर भनिन्छ। यसको सही उत्तर हुन्छ साथीहरू सन् 1969 मा चाहिँ आइएलओले शान्तितर्फको नोबेल पुरस्कार प्राप्त गरेको थियो। यहाँ चाहिँ अलि मिस्टेक भएको रहेछ अप्सनमा। 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ आयोजना हुनेछ? बागमती प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश। कहाँ आयोजना हुँदैछ त साथीहरू 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर बी, कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। माघ 1 गते मनाइने 10औं राष्ट्रिय योग दिवस 2081 को नारा के रहेको थियो? योग स्वास्थ्य जीवनको आधार, योग स्वास्थ्य शान्ति र समृद्धि, स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग, योग अभ्यास आत्मज्ञानको बाटो भन्ने अप्सनहरू दिएको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी, स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि
योग भन्ने नारा रहेको थियो। च्यामा ताल नेपालको कुन जिल्लामा अवस्थित रहेको छ? बाँके, बर्दिया, कैलाली र दाङ। कुन जिल्लामा अवस्थित रहेको छ त च्यामा ताल? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर बी, बर्दिया जिल्लामा। संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरूमा निम्नमध्ये कुन पर्दैन? अमेरिका, फ्रान्स, जर्मनी र चीन। कुन पर्दैन त? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर सी, जर्मनी चाहिँ पर्दैन युएनओको सुरक्षा परिषदका स्थायी राष्ट्रहरूको सूचीमा। विकिपिडियाको स्थापना कहिले गरिएको थियो? 1979 जनवरी 1, 2001 जनवरी 15, 2003 मार्च 10 र 2005 जुलाई 20 अप्सनहरू दिएको छ। विकिपिडियाको स्थापना चाहिँ कहिले गरिएको थियो त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी, 2001 जनवरी 15 मा गरिएको थियो। क्वेसन नम्बर 40, सन् 2034 को फिफा विश्वकप फुटबल प्रतियोगिता कहाँ आयोजना हुने भएको छ? चीन, कतार, साउदी अरेबिया र रुस। कहाँ आयोजना हुने भएको छ त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी, साउदी अरेबियामा आयोजना हुने भएको छ।